यो त एउटा इरेनबाडी टी एस्टेट हो, बगान हो। र यो चाहिँ मङ्पुको बिहान मङपङको। अब चाहिँ हामी कतै जाँदैछौँ, ब्रेकफास्ट भयो। त्यो चियापत्ती बगान छ राम्रो यहाँ पर्छ हुन्छ। र यहाँ चाहिँ सुरेश दा हुनुहुन्छ, उहाँले ड्राइभ गर्नुहुँदैछ। सुरेश दा आजको छोटो यात्राको बारेमा भनिदिनुहोस् न, हामी कहाँ जाँदैछौँ? आज हामी साथी जोडन सुब्बाको गाडीमा एकछिन यहाँ पर चियापत्ती बगान त्यो उतापट्टि छेउ यसो बिहानको मौसममा अलिकति घुम्ने नि भन्दाखेरि चाहिँ अब कहाँ देखाउनु, नजिकको त जग्गा यही हो। यो जग्गाहरू हामी तपाईँलाई अलिकति एक्सप्लोर गर्नेछौँ। यदि तपाईँ मङपङ आउनु भएको छैन भने एउटा राम्रो डेस्टिनेसन टुरिस्ट प्लेस जस्तो पनि हो, तपाईँले हेर्न सक्नुहुन्छ। र भाइ राजाको ब्लगलाई पनि लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, सेयर गरिदिनुहोस्। भाइले राम्रो राम्रो भिडियोहरू बनाउनुहुन्छ। म फिलहाल अहिले चाहिँ सिक्किमको सेरोफेरोमा एज अ एडिटर, एज अ रिपोर्टर म काम गरिरहेछु। कार्यरत हुनुहुन्छ है? भाइसँग भेट भएको हामी भयौँ होला 7 महिना भयो, सायद अलिक बेसी पनि भयो होला। बेसी पनि भयो होला। र अहिले चाहिँ हामी छौँ यहाँ मङपङको यो चेक पोस्टमा। विशेषलाई यो धेरैजना कन्फ्युज हुन्छ मङपु र मङपङमा, र यो चाहिँ हो मङपङ हो, मङपु होइन। यो मङपङको चेक पोस्ट, फरेस्ट चेक पोस्ट होला सायद। तर यो अहिले जाँदै गरेको चाहिँ अब सिधै जयगाउँहरू जान्छ, यहाँबाट आसाम पनि पुगिहाल्छ। र अहिले हामी इलेनबाडी यता आइपुग्यौँ। मेरोमा चस्मा नलगाएर सायद अलिक कस्तो लाग्दैछ मलाई पनि। तपाईँहरूलाई पनि त्यो अरू भिडियोहरू पनि चस्मा भएर होला अलिक कस्तो लाग्दैछ। त्यो चाहिँ हामी इलेनबाडी स्टेटमा आइपुग्यौँ। यहाँ अलिकति हामी फोटो सुट गर्नेछौँ, हामी अलिकति हेर्नेछौँ। हेर्नुहोस् ल यहाँ कस्तो छ। र यहाँ चाहिँ ट्रेन आउँदैछ। र म अहिले यहाँ चाहिँ इलानबाडी टी स्टेटमा छु। पहिला चाहिँ यो जग्गाहरूमा जस्ट हामी सिलगढी जानु आउँदाखेरि क्रसिङ मात्रै हुन्थ्यो, तर अहिले चाहिँ कुद्ने आइरहेको छु। त्यसो देखाउनु त केही छैन होला मेरोमा, र पनि यो टी गार्डनको खुबसुरती म तपाईँलाई देखाउँछु ल। र हामी यो जग्गामा आइपुग्यौँ हो। हामी अरू बेला क्रसिङ हुन्छौँ तर बसेर हेर्थेनौँ। तपाईँलाई कस्तो लाग्यो? सेम हो, भाइ राजाले भने जस्तो अरू बेला त क्रस हुँदाखेरि हामी गाडीबाट हेर्ने गर्थ्यौँ, तर आज आफै यहाँ उत्रिएर जग्गाको यो अवलोकन गर्नु पाउँदाखेरि चाहिँ राम्रो लागिरहेको छ। गाडीमा हेर्दाखेरि त अझै राम्रो लाग्थ्यो, तर आज आफै उत्रेर रोकेर यसरी मजाले फोटोहरू पनि हामीले खिच्यौँ। यहाँनिर मौसम दामी भइरहेको छ। दामी यो बिहानको मौसम अहिले लगभग 10 साढे 10 हुँदा होला। हामी एक प्रकारको शीतल महसुस गरिरहेका छौँ, हल्का चिसो हावा चलिरहेको छ। हालाकि गरम त अब समय भयो गरम चढ्ने त, तर पनि अहिलेसम्म चाहिँ यो लगभग मार्च महिना त ठिकठाकै छ अहिले। सिक्किमभन्दा के फरक पाउनु हुँदैछ यहाँ? सिक्किममा त के फरक पर्नु, त्यस्तै छ। अब यो अलिकति तराई क्षेत्र हो, गर्मी चाहिँ अलिकति हुन्छ यहाँ सिक्किममा। किनभने त्यो माथि तल अलिकति हाम्रो त अब हिल साइडबाट अलिकति चिसो हावा आउँछ, फेरि अलिकति चाइनाबाट नजिक पर्छ, हिमालहरू भएको कारणले गर्दाखेरि हावाहरू पनि चिसै चल्छ। र चाहिँ त्यहाँ उयो भएको अब यो यहाँ त तराई क्षेत्र भएर यहाँनिर त्यस्तो हावा चल्ने जग्गै छैन होइन। त्यसले गर्दाखेरि चाहिँ यहाँ चाहिँ अब गरममा पनि हावा चल्दा के तातै मात्रै चलेको भन्ने गर्छन्, त्यसले गर्दा हो। यो नेसनल हाइवेहरू पनि गाडीहरू पुरा अब जाँदैछ। यहाँबाट तपाईँको आसाम जान्छ, आसाम भयो अब गुवाहाटीहरू यही बाटो हो है। यहाँ जयगाउँ अब तपाईँ यही बाटो जानु पर्यो, डामडिम मालबजार यो अब यही बाटोबाट जानुपर्छ। तर अरू बेला चाहिँ भाइले भने जस्तो रोड हामी बसमा अथवा गाडीमा स्कुटी बाइकमा जाँदाखेरि सट्टै क्रस मात्रै हुन्थ्यौँ। यसो रोकेर फोटो खिचौँ न भन्ने मन त हुन्थ्यो, तर त्यस्तो समय नै पाउँथेन। अहिले चाहिँ हामी बिहानै अब स्पेसली यही ठाउँको लागि चाहिँ हामी आएको कारणले गर्दाखेरि चाहिँ रमाइलो लागिरहेको छ। राम्रो भइरहेछ जग्गा। राम्रो रहेछ जग्गा।
यहाँबाट लगभग एउटा म्युजिक भिडियोको पनि हामी सुट गर्न सकिने रहेछ जग्गा त राम्रो लाग्यो मलाई पर्मिसन दियो भने अलिक परपर पनि छ पर्मिसन दियो भने दिन्छ किन दिँदैन अब यो साइट टी स्टेट म्यानेजर को छ यहाँ उहाँलाई भन्नुपर्ने होला यो त एउटा इलनबाडी टी एस्टेट हो बगान हो यो बगान अब के भन्नु राम्रै छ भनौँ हो राम्रै छ हामी बस गरिरहेछौँ 15 साल भइसक्यो तपाईको नाम चाहिँ के हो सुभाष प्रधान हो अब यहाँकै हुनुहुन्छ हजुर यहीँकै हो हामीले अब यहाँबाट सक्यौँ हेर्नुहोस् हेर्नुभयो होला सिनेमेटिक भिडियो अब हामी यहाँबाट फर्किँदैछौँ हामीले यहाँको सिनेमेटिक र अलिकति फोटोसुटहरू गऱ्यौँ अब हामी फेरि फर्किँदैछौँ अनि फेरि मङपङ गएर त्यहाँदेखि फेरि घर फर्किन्छौँ मजाको थियो जग्गा सुरेशलाई कस्तो लागेको नि दामी जग्गा छ यो त अब अघि मैले भनेछ यो जग्गा त अब त्यतिकै बस हुँदाखेरि मात्रै देखेको आज चाहिँ अब यसो रोकेर फोटोसोटो पनि खिच्न पाइयो मजाले बिहानीको मौसममा अन्त राम्रो लाग्यो यो जग्गाहरू 10 कति बजेको छैन खासैमा चाहिँ चिसो चिसो हावा आइरहेको छ यो चियापत्तीको मुनाहरू पलाइरहेको हरियो मजाको देखेको हो के रमाइलो अब छोडेर जानै मन लाग्दैन नि यस्तो ठाउँहरू छोडेर हामी त हिल साइडमा हाम्रो त हिलमा यस्तो छैन अहिले है हजुर टिभी टी गार्डन भनेर चाहिँ एउटा प्रसिद्ध ठाउँ चाहिँ छ तर त्यो त साउथ सिक्किममा हो त्यहाँ जानु गान्तोकको निकै टाढै पर्छ अब यहाँ त एकदमै हरियाली एकदम दामी रमाइलो अझै मोहन दाजुले भने जस्तो एकदम दामी भाइ भन्छ नि अझै फिक्का चिया खाँदै कस्तो दामी हुन्छ होला है यो जग्गामा है यहाँको चियापत्तीको त्यस्तो पो त मजाले चिया खाँदै पाए त अझै रमाइलो हो अनि सुरेश चाहिँ बेसी सिक्किममा नै बस्नुहुन्छ हो सिक्किममै अन्त तपाईँलाई के फरक लाग्दैछ सिक्किम र यो जग्गाहरूमा हाम्रो सिक्किममा चाहिँ अब भनौँ ठाउँ ठाउँमा कुनै ठाउँहरूमा जस्तो हाम्रो इनक रङ्गलीमा त्यस्तो रोडहरू छ है ठुलो रोड पाकिम रोहाथाङ तर यहाँ चाहिँ बागपुल टु जयगाउँको बाटो चाहिँ यति दामी छ यहाँ चाहिँ अब गाडी कुदाउने यति स्मुथ है जस्तै अब नर्मल गाडीमा पनि आएर यहाँ गाडी कुदाइसकेपछि थाहै हुँदैन गाडी कुद्दैछ कि के छ भनेर एकदमै स्मुथ कुदिरहेको छ हो कुदाउनेलाई ड्राइभिङहरूलाई मजा आउँछ ठुलो रोड आफ्नै वेमा है एकतर्फ जाने एकतर्फ आउने भइरहेको छ अन्त गाडी कुदाउनु ड्राइभ गर्नु पनि यो ठाउँमा चाहिँ मजा आउँछ तर राम्रो जग्गा मजा आउँछ भनेर चाहिँ यो भन्न चाहेको होइन कि यहाँ एकदमै स्पिड जानुपर्छ भनेर होइन तपाईँ 60, 70, 80 बेसी भए तपाईँ 90सम्म जानुहोस् त्योभन्दा स्पिड अब सायद राम्रो होइन साह्रै स्पिड पनि कतिवटा चाहिँ राम्रो बाटो देखेर एकदमै बेसी स्पिड हिँड्ने गर्छ नि त 4 लेन भएपछि कस्तो हुन्छ होला त्यो चाहिँ सायद नगरेको राम्रो हो तपाईँ आफ्नो गतिमा हिँड्नुहोस् अरूको गतिलाई नपछ्याउनुहोस् त्यही सुझाव दिन चाहन्छु एज अ ड्राइभिङको लागि पनि म सानो सुझाव ओके र उहाँले रिपोर्ट चाहिँ दामी गर्नुहुन्छ तर यो थाहा थिएन कि ड्राइभ पनि मजाले गर्नुहुन्छ भनेर अन्त एकै धुनमा आफ्नो प्रकारले हामी चलिरहेको छौँ राम्रो लाग्यो आजको बिहानी गरी एकछिन आएर फोटोसोटो खिच्यौँ राजा भाइको नयाँ क्यामेराबाट भाइको अब क्यामेराको क्वालिटी कस्तो रहेछ त्यो पनि हामी फोटो चाल पाउँछौँ भाइले भरे बेलुकै बिहानसम्म त मलाई पठाइदिनुहुन्छ वाट्सएपमा हो हजुर भोलि फाइल गरेर आज बेलुकासम्म त अहिले बेलुका भरे गएर किनभने अब यो अहिलेको क्यामेराहरू सबै ल्यापटपबाट नै गर्छ त्यसले गर्दा भाइले अवश्य पठाउनुहुन्छ त्यतिखेर हामी मजा मजाको फोटोहरू फेरि फेसबुकमा लगाउनेछौँ म सुरेश सम्पङ राईमा अनि सुरेश राई SF सिक्किमको सेरोफेरोमा पनि म 2टा पेजमा पनि अपलोड गर्नेछु यस